कांग्रेस त फुट्दै छ, तपाईहरुले देखिहाल्नुहुन्छ। थोरै समयमा देख्नुहुन्छ, धेरै समय लाग्दैन। एमाले अनि माओवादीको त नाम निशानै छैन। मैले पहिले नै भनिदिएको थिएन प्रचण्डले हात उठाउँदा हुन्छ भनेर। हात उठाए कि उठाएन, सक्यो त पार्टी अर्को पार्टीमा लागेनन्। यो पार्टीको पनि काम छैन। रमेश लेखकको र केपी शर्मा ओलीको जेलसम्मको योग छ, मुद्दा मामला इत्यादि लाग्छ। यो समय थोरै धैर्यता गर्नुहोस्, त्यसपछि तपाईले देख्नुहुन्छ है यो कुराहरू आउँछन्। अब जाउँ, शेयर बजारको कन्डिसन कस्तो छ तपाईहरुलाई थाहा छ। भदौ असोज कार्तिक मङ्सिर पुष महिना अत्यधिक राम्रो हो, तर श्रावण भदौ असोज कार्तिकमा ठूलो परिवर्तन देशमा हुन्छ। त्यसैले गर्दा देशलाई धक्का लाग्छ, तर बाहिरी आउट अफ कन्ट्रीमा शेयर बजारको कन्डिसन एकदमै राम्रो भएर जान्छ, उन्नति प्रगति हुन्छ भनेर भनेको मैले हो। त्यसैले गर्दा शेयर बजारको क्षेत्र अहिले नाजुक छ र नाजुकै पनि रहिरहन्छ केही हदसम्म। अहिले ठीक हुने कन्डिसन छैन है। यो सालको अन्तिम फेजबाट अलिकति राम्रो हुन थाल्छ, तर शेयर बजार अहिले डामाडोलै स्थिति रहन्छ है। मैले सन्दीप लामिछानेको पहिलेको खेलमै भनेको थिएँ, सन्दीप लामिछानेको हिजोको भन्दा धेरै राम्रो खेल्ने छन् र फेरि इतिहासमा नाम लेखाउने खालको योगहरू छ। बिस्तारै समय लाग्छ, अलिकति थोरै समय उहाँको नराम्रो पनि छ र भगवानको कृपा उहाँलाई भइसकेको छ, चिन्ता नगर्नुहोस्।